फिफा विश्वकप 2026 सुरु हुन मात्र 21 दिन बाँकी रहेको छ। यो पल्ट टुर्नामेन्ट फरक मोडमा हुनेछ किनकि यो पालि 32 टिम नभई 48 टिमको गेम हुनेछ। त्यसैले कसरी हुनेछ यो विश्वकप त्यो बारेमा सम्पूर्ण जानकारी लिएर म आइपुगेको छु। कृपया ध्यान दिएर हेर्नुहोला। म कुनै पनि टिममा बायस नभइकन छनौट गर्नेछु र सम्भावित विजेता को हुन सक्ने छ पनि देखाउनेछु। कस्तो हुनेछ विश्वकप च्याम्पियनसम्मको बाटो हेर्दै जानुहोला। जम्मा जम्मी 12वटा ग्रुप हुने यस टुर्नामेन्टमा हरेक ग्रुपमा 4वटा टिम हुनेछ। तीमध्ये ग्रुप ए मा मेक्सिको, साउथ अफ्रिका, साउथ कोरिया र चेक रिपब्लिक हुनेछन्। यो उत्कृष्ट टिमहरू रहेको हुनाले प्रतिस्पर्धा कडा हुनेछ र कुन टिम विजेता हुनेछ भन्ने कुरा भन्न सकिने अवस्था त छैन। तर घरेलु मैदानको फाइदा उठाउँदै मेक्सिको समूह विजेता, साउथ कोरिया उपविजेता, साउथ अफ्रिका तेस्रो र चेक गणतन्त्र चौथो हुने सम्भावना देखेको छु। त्यस्तै ग्रुप बी बाट स्विजरल्यान्ड पहिलो, क्यानाडा दोस्रो, बोस्निया एन्ड हर्जगोभिना तेस्रो र कतार चौथो हुने सम्भावना मैले देखेको छु। 5 पटकको विश्व विजेता ब्राजिल, स्टारले भरिपूर्ण ब्राजिल ग्रुप सी मा परेको छ। त्यस ग्रुपमा ब्राजिल, मोरक्को, हैटी, स्कटल्यान्ड रहेका छन् र त्यो ग्रुप अवश्य पनि ब्राजिलले टप गर्नेछ र दोस्रो पक्कै पनि मोरक्को नै हुनेछ किनकि मोरक्को अहिले अफ्रिका कप अफ नेसनको पर्फर्मेन्स पनि राम्रो रहेको थियो र स्टार टोली अश्रफ हाकिमीहरू जस्ता प्लेयरहरू रहेका छन्। तेस्रो स्कटल्यान्ड, चौथो अफ्रिकी मुलुक हैटी हुने देखेको छु। त्यसैगरी ग्रुप डी मा पनि आयोजक मुलुक अमेरिका पहिलो, टर्की दोस्रो र साउथ अमेरिकी देश पाराग्वे तेस्रो र अस्ट्रेलिया चौथो हुने सम्भावना देखेको छु। त्यस्तै विश्व विजेता जर्मनी रहेको ग्रुप ई मा जर्मनी, कुराकाओ, आइभेरी कोस्ट र इक्वेडर रहेको छ। यसमा हरेक टोली सक्षम पनि छ। इक्वेडर र जर्मनीको प्रतिस्पर्धा निकै खतरनाक हुनेछ र अहिलेलाई मानौँ जर्मनीले ग्रुप टप गर्नेछ, इक्वेडर दोस्रो हुनेछ र आइभेरी कोस्ट पक्कै पनि तेस्रो हुनेछ र कुराकाओ चौथो हुनेछ। त्यस्तै ग्रुप एफ मा मैले सबै अन्डरडगहरू देखेको छु। मैले यहाँ जापानलाई अन्डररेट गर्न त खोजेको होइन, तर पनि नेदरल्यान्ड, स्विडेन अनि ट्युनिसिया तेस्रो र जापान चौथो हुनेछ किनभने ट्युनिसिया अफ्रिकाबाट क्वालिफायरमा जम्मा 1 गोल मात्र खाएको हो। यसको डिफेन्स पनि राम्रो छ। त्यसैले यो पालि जापान चौथोमै फिनिस गर्नेछ। ग्रुपको चौथो भनेको है टुर्नामेन्टको चौथो चाहिँ होइन। त्यस्तै बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड रहेको ग्रुप जी मा बेल्जियमले पहिलो फिनिस गर्नेछ किनभने यसमा केभिन डे ब्रुयना, रोमेलु लुकाकु जस्ता स्टार प्लेयर रहेका छन् र दोस्रो पक्कै पनि मोहम्मद सलाहको टिम इजिप्ट हुनेछ, तेस्रो इरान र चौथो न्युजिल्यान्ड हुनेछ। त्यसैगरी सम्भावित विजेता मानिएको ल्यामिन यामाल, पेड्री जस्ता स्टार प्लेयर भएको स्पेन, केप वर्ड, साउदी अरेबिया र उरुग्वे जस्ता टोली रहेको ग्रुप एचबाट स्पेन र उरुग्वेले पहिलो र दोस्रो फिनिस गर्नेछ। त्यस्तै गरी ग्रुप आई मा विश्व विजेता फ्रान्स, सेनेगल, इराक र नर्वे रहेको छन्। यसमा पहिलो फ्रान्स, दोस्रो सेनेगल, तेस्रो नर्वे र चौथो इराक हुने सम्भावना देखेको छु। त्यस्तै गरी ग्रुप जे मा विश्व विजेता अर्जेन्टिनाले पहिलो फिनिस गर्नेछ। दोस्रोमा भने यहाँ अस्ट्रिया र अल्जेरियामा भन्न सकिने अवस्था त छैन, तर अस्ट्रियाले गर्नेछ। तेस्रो अल्जेरिया, चौथो जोर्डन। त्यसैगरी क्रिस्टियानो रोनाल्डोको मुलुक रहेको ग्रुप के मा कोलम्बिया पहिलो, पोर्चुगल दोस्रो, कङ्गो र उज्बेकिस्तानमा कङ्गो तेस्रो र उज्बेकिस्तान चौथो हुने सम्भावना देखेको छु। त्यसैगरी ग्रुप एल मा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा रहेको छन्, जसमध्ये इङ्ल्यान्ड पहिलो, क्रोएसिया दोस्रो अनि घाना तेस्रो हुनेछ र पानामा चौथो हुने सम्भावना देखेको छु। 12वटा ग्रुपका तेस्रो मध्ये 8वटा ग्रुपका तेस्रो राउन्ड अफ 32 मा सिलेक्ट हुनेछन्, जसको लागि उनीहरूको गोल डिफरेन्स पर्फर्मेन्सहरू हेरिनेछ। त्यसैले यो वर्ल्ड कप अरू वर्ल्ड कप भन्दा भिन्न रहेको छ। अरू वर्ल्ड कप राउन्ड अफ 16 बाट सुरु हुने भए पनि यो वर्ल्ड कप चाहिँ राउन्ड अफ 32 बाट सुरु हुने भएको छ, जसमध्ये नर्वे, ट्युनिसिया, अल्जेरिया, स्कटल्यान्ड, पाराग्वे, इरान अनि त्यसपछि कङ्गो यो पालि क्वालिफाई भएको मुलुक। त्यसैगरी अर्को मुलुक आइभेरी कोस्ट राउन्ड अफ 32 मा छनौट हुने सम्भावना देखेको छु।
नकआउट स्टेज राउन्ड अफ 32बाट नै सुरु हुने भएको छ र पहिलो गेम जर्मनी भर्सेस पाराग्वे हुनेछ। पक्कै पनि जर्मनीले पाराग्वेलाई सजिलोसँगै हराउन सक्ने सम्भावना देखेको छु। त्यसै विश्व विजेता फ्रान्सले ट्युनिसियालाई झिनो गोल अन्तरले भए पनि अन्तिम टाई ब्रेकर पेनाल्टीमा भए पनि जित्ने सम्भावना देखेको छु। तर यो गेम त्यति सहज रूपमा चाहिँ फ्रान्सले पक्कै पनि जित्ने छैन। ट्युनिसिया योपालि स्ट्रङ मानिएको टिम हो। त्यसै गरी राउन्ड अफ 32को अर्को गेममा घरेलु टोली क्यानाडाले हुङमिङ सनको टोली साउथ कोरियालाई विदाई गर्ने सम्भावना देखेको छु। त्यसै गरी अर्को गेम रहेको छ नेदरल्यान्ड र मोरक्को। यो गेम पनि धेरै नै कम्पिटिटिभ हुने देखेको छु। पक्कै पनि नेदरल्यान्डले मोरक्कोलाई बिट गर्नेछ। त्यसै गरी स्टार खेलाडी नेमारको टिम ब्राजिलले स्विडेनको फेला पर्नेछ राउन्ड अफ 32मा, जसमा ब्राजिलले सहज जित निकाल्नेछ। इक्वेडर र सेनेगल एकदम टफ गेम हुनेछ। मलाई आशा छ इक्वेडरले सेनेगललाई जित्नेछ। त्यसै गरी घरेलु मैदानको फाइदा उठाउँदै मेक्सिकोले स्कटल्यान्डलाई पराजित गरेर राउन्ड अफ 16 पुग्नेछ। त्यसै गरी इङ्ल्यान्ड भर्सेस कङ्गोको यात्रा यहीँ टुङ्गिने सम्भावना देखेको छु। त्यसै गरी पोर्चुगल र क्रोएसियामा पोर्चुगलको सम्भावना देखेको छु। त्यसै गरी स्पेन र अस्ट्रियामा चाहिँ पक्कै पनि स्पेनले अस्ट्रेलियालाई जित्नेछ। र यहाँ पनि आयोजक मुलुकको फाइदा उठाउँदै युनाइटेड स्टेट्स अमेरिकाले आइभरी कोस्टलाई पराजित गर्नेछ र बेल्जियम र अल्जेरियालाई सजिलैसँग बेल्जियमले पराजित गर्ने सम्भावना देखेको छु। त्यसै गरी विश्व विजेता अर्जेन्टिना र उरुग्वेको गेम यो टफ रहेको छ। अर्जेन्टिनाको लागि यो गेम अत्यन्त टफ छ, भन्न सकिने अवस्था त छैन, तर पनि अर्जेन्टिनाले उरुग्वेलाई जितेर राउन्ड अफ 16 प्रवेश गर्ने सम्भावना देखेको छु। तर यो भन्न सकिने गेम चाहिँ पक्कै पनि होइन, उरुग्वेले बिट गर्न पनि सक्ने सम्भावना छ। त्यसै गरी टर्की र इजिप्टमा यो पनि उत्कृष्ट कम्पिटिसन हो। उस्तै मुलुक छन् होइन, कम्पिटिटिभ गेम हुन्छ है। अब टर्कीले जित्ने सम्भावना चाहिँ मैले देखेको छु। यसमा स्विजरल्यान्ड र इरानमा स्विजरल्यान्डको सम्भावना देखेको छु। कोलम्बिया र नर्वे एकदम टफ गेम हुनेछ, तर स्क्वाड डेप्थको आधारमा चाहिँ कोलम्बियाले जित्नेछ। राउन्ड अफ 16को गेम भने विश्व विजेता जर्मनी र फ्रान्स बीच हुनेछ। अहिलेको पर्फर्मेन्सका आधारमा पक्कै पनि फ्रान्सले सहज रूपमा जर्मनीलाई पराजित गर्नेछ। त्यसै गरी क्यानाडा र नेदरल्यान्ड्समा चाहिँ आयोजक मुलुक क्यानाडालाई चाहिँ नेदरल्यान्डले पक्कै बिट गर्नेछ। त्यसै गरी ब्राजिल र इक्वेडर एकदम टफ गेम रहेको छ। साउथ अमेरिकन कन्ट्री हुन् दुइटै, तर सम्भावना मैले ब्राजिलको देखेको छु। योपालि नेमारको अन्तिम वर्ल्ड कप हुनाले नेमारले राम्रो पर्फर्मेन्स गरेर इक्वेडरमाथि जित हासिल गर्ने सम्भावना देखेको छु। त्यसैले यहाँबाट ब्राजिल नै जानेछ, किनकि भिनिसियस, म्याथ्युस कुन्ना जस्ता स्टार खेलाडी पनि रहेका छन्। त्यसैमाथि भेटरान प्लेयरहरूको पनि राम्रो सपोर्ट रहेको टिम छ ब्राजिल। ह्यारी केन, जुड बेलिङ्गम जस्ता प्लेयर रहेको इङ्ल्यान्डले आयोजक मुलुक मेक्सिकोको यात्रा पनि यहीँ समाप्त गरिदिने सम्भावना देखेको छु। राउन्ड अफ 16को उत्कृष्ट गेम यहाँ पनि देख्न पाइन्छ। पोर्चुगल भर्सेस स्पेन। दुईटै टिमको स्क्वाड डेप्थ राम्रो छ, दुईटै उत्कृष्ट छ। स्पेन युरो 2024को विजेता हो भने पोर्चुगल युरो 2016को विजेता हो। पर्फर्मेन्स उत्कृष्ट रहनेछ, तर पनि मलाई कता पोर्चुगलको स्क्वाड अझै बढी स्ट्रङ छ। त्यही माथि क्रिस्टियानो रोनाल्डोको सपोर्ट हुनाले चाहिँ पोर्चुगलले स्पेनलाई बिट गर्ने सम्भावना देखेको छु। खै अब त्यो त के हुन्छ गेम पछि नै थाहा हुन्छ, तर अहिलेलाई चाहिँ मैले पोर्चुगललाई नै छनौट गर्नेछु है। यसमा मलाई बायस पनि नगर्नु होला होइन, मैले चाहिँ सम्भावना देखेको छु। तर सबैले स्पेनलाई मानेका छन्, तर मैले चाहिँ कता पोर्चुगलले नै स्पेनलाई बिटान्छ कि जस्तो सम्भावना देखेको छु। मैले स्पेनलाई अन्डर रेट चाहिँ गरेको होइन, तर नम्बर 9 को अभाव चाहिँ खड्किनेछ। त्यसै गरी अब अर्को आयोजक अमेरिकाको पनि यात्रा यहीँबाट समाप्त हुने मैले सम्भावना देखेको छु, किनभने बेल्जियमले अमेरिकालाई सहजै पराजित गर्ने सम्भावना देखेको छु। अझ नयाँ युवा खेलाडीहरू पनि थपिएका छन् बेल्जियममा। त्यही माथि चाहिँ भेटरन खेलाडी केभिन डी ब्रुयना, रोमेलु लुकाकु जस्ता प्लेयरहरू रहेको हुनाले बेल्जियमले अमेरिकालाई सहज रूपमा पराजित गर्ने देखेको छु। आयोजक मुलुक भए पनि अमेरिकाले त्यति फाइदा चाहिँ बेल्जियम विरुद्ध उठाउन नसक्ला कि भन्ने सम्भावना देखेको छु। त्यसै गरी डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले टर्कीमाथि सहज जित उठाउने सम्भावना देखेको छु। त्यसै गरी स्विजरल्यान्ड र कोलम्बियामा कोलम्बिया हुनेछ। विश्वकपमा अभागी टिम साबित भएको नेदरल्यान्ड्सलाई योपालि पनि फ्रान्सले पराजित गरेर सेमी फाइनल प्रवेश गर्ने सम्भावना देखेको छु, किनकि फ्रान्सको स्क्वाड एकदमै डेन्जरस रहेको छ। किलियन एम्बापे, ओस्माने डेम्बेले अनि माइकल ओलिसे जस्ता स्टार खेलाडी रहेका छन्। त्यसै गरी पोर्चुगल र बेल्जियम मध्ये
रोनाल्डोको टोली पोर्चुगल विश्वकपतर्फ लम्कने छ। बेल्जियमलाई सहज रूपमा पराजित गरेर सेमिफाइनल प्रवेश गर्ने सम्भावना देखेको छु। त्यसै गरी इङ्ल्यान्ड र ब्राजिल, यो गेम पनि एकदम डेन्जर गेम रहेको छ र केही रूपमा इङ्ल्यान्डको स्क्वाड डेप्थ स्ट्रङ भएको हुनाले इङ्ल्यान्ड प्रवेश गर्नेछ र अर्को डेन्जरस गेम हामीले अर्जेन्टिना भर्सेस कोलम्बिया देख्न पाइन्छ। सेमिफाइनलको पहिलो गेम फ्रान्स भर्सेस पोर्चुगल रहनेछ। फ्रान्सको स्क्वाड र पोर्चुगलको स्क्वाड डेप्थ दुईटैको स्ट्रङ रहेको छ, तर पनि फ्रान्सको 2018को पर्फर्मेन्स, 22को पर्फर्मेन्स हेर्दा 26मा पनि पोर्चुगललाई पराजित गरेर फाइनल प्रवेश गर्ने सम्भावना देखेको छु। त्यसै गरी डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई इङ्ल्यान्डले पराजित गरेर फाइनल प्रवेश गर्ने पनि सम्भावना देखेको छु। अर्जेन्टिनाको स्क्वाड केमिस्ट्री धेरै राम्रो छ, तैपनि अर्जेन्टिनालाई चाहिँ इङ्ल्यान्डले जित्नेछ र यता थर्ड प्लेस म्याच चाहिँ क्रिस्टियानो रोनाल्डोको टोलीले पनि अर्जेन्टिनालाई पराजित गरेर थर्ड हुने सम्भावना देखेको छु र विश्वकप भने इङ्ल्यान्डले फ्रान्सलाई पराजित गरेर जित्ने सम्भावना अत्यन्त धेरै देखेको छु। यो भिडियो चाहिँ मैले खासमा कसरी टुर्नामेन्ट हुनेछ, पाथहरू कसरी हुनेछ, एक अर्काको अपोनेन्ट को हुने सम्भावना छ भन्ने कुरा जानकारी दिन बनाएको हुँ। जसबाट कुनै टोली हार्छ भन्दा त्यो टोलीको फ्यानप्रति पुग्न गएको चोटमा म क्षमा प्रार्थी छु। यदि तपाईँ आफ्नो टोली विजेता बन्नको लागि कस्तो कस्तो अपोनेन्टसँग खेल्नुपर्ने छ, पाथ कस्तो हुनेछ जानकारी पाउनको लागि सो कन्ट्रीको नेम कमेन्ट गर्नुहोला। म त्यो कन्ट्रीको स्क्वाड डेप्थ अनि त्यसपछि त्यसको बाटो अनि कसरी च्याम्पियन बन्ने छ, च्याम्पियन पुग्दासम्मको बाटो, अपोनेन्टहरूको एउटा मैले भिडियो बनाउने छु। 4-4 वर्षमा आउने फुटबल समर्थकहरूको लागि ठुलो पर्व हो विश्वकप, त्यसैले रमाएर हेरौँ र शुभकामना छ हजुरले समर्थन गरेको टोलीले प्रतियोगिता जित्न सफल रहोस् र आफूले कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला र यो कन्टेन्ट कस्तो लाग्यो, कतिको जानकारीमूलक छ र मलाई के कस्तो सजेसन दिन चाहनुहुन्छ त्यो सजेसन पनि कृपया दिनुहोला। त्यससँगै हाम्रो यो स्टोरी हब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र हामीलाई साथ, सपोर्ट र माया सधैँ गरिरहनुहोला।